फोटो जात्राको थोरै सानो एउटा कथा जावला जात्रा भनेको थियो। अहिले चाहिँ मान्छेले त्यो अलिकति बोली फरक भएर चाहिँ जावला जात्रा भनेर गयो है। जावला जात्रा भनेको जा भनेको भात हो, होली भनेको चाहिँ छर्ने, अनि ख भनेको चौरलाई ख भन्छ, जावला ख भन्छ। जावला ख भनेको भात चौर। अहिले चाहिँ जावला खेल भनेर चाहिँ नेपालबाट त्यसै भन्न गएको हो। जावला खेल भने ख भनेको नेपालमा जावला खेल। जावला जात भनेको भात भयो, अनि होला भनेको चाहिँ छर्ने भयो, अनि ख भनेको चौर हो। जावला खेल भनेको त्यही हो। अनि त्यो जावला खेलमा के गर्छ भने त्यो जा होली गर्ने भने कुन दिन भने यो एउटा ल्याउने चाहिँ अघिल्लो दिन गर्ने। 30-25 जतिको चाहिँ भात पकाएर ल्याएर त्यो फुलचोकको त्यहाँ तिनीहरूको त्यो महर्जनहरूको त्यो बुटी चलाउने रहेछ। 4-5 जनले बोकेर आउँछ भात ल्याएर चाहिँ त्यहाँ राति ल्याउने। ल्याएर त्यो किन चढेको भनेको त्यो देउतासँग चाहिँ 33 कोटी देवलोक चाहिँ त्यो रथमा चाहिँ समावेश भएर जात्रा चलेको रहेछ। अब त्यो देउता चाहिँ यहाँ आउने बेल भयो। अनि त्यो अघिल्लो दिन चाहिँ सबैलाई भोजन खुवाएर दिएर दिने हिसाबले चाहिँ चौरभरि चाहिँ भात छर्किने हो। अनि त्यो रथको पाङ्ग्राहरू भइरहेको हो, तिनीहरूलाई पनि छर्ने। अनि यो बिचमा यसो बसेको त्यो नागराजाको हो, बाङ्गीमरा छैन, त्यसमा पनि मुख छ। त्यो नागराजा चाहिँ जात्रामा समावेश भएको भएर 4वटा चक्कमा चाहिँ त्यो उता देउता ल्याउँदाखेरि बोकेर आउने पहिरोहरू भयो। अनि त्यो नागराजा चाहिँ त्यो कर्कोट नाग उता देउता लिन्छन् बेला उहाँले पनि सहयोग गरेको भएर उहाँ पनि अब जात्रामा चाहिँ रथमा समावेश भएको यसो बसेर बसेको। अनि त्यो नागको मुख लगाएर चाहिँ यसरी चाहिँ जात्रामा चाहिँ लाज लाग्छ भनेपछि त्यसको अगाडि चाहिँ अर्को देउताको मुख राखेर अनि त्यो जात्रामा समावेश भएको नागराजा हो त्यो। अनि त्यो कर्कोट नागराजाको चाहिँ के भएछ भने उहाँको श्रीमतीको चाहिँ आँखा ढुकेको रहेछ। धेरै नै आँखा ढुकेर त्यो टौडको नागराजा हो त्यो। त्यसको श्रीमतीको आँखा ढुकेर निको गर्नै नसकेर हैरान भएर उनीहरूलाई पहिलो के हुन्थ्यो भने मान्छेहरू पनि भुट पनि अनि त्यो देउता पनि मान्छेको रूपमा चाहिँ यसो जान्न सक्ने, जुन देउता पनि भुट पनि मान्छे त्यसो मान्छेको रूपमा चाहिँ त्यस्तो भोलमुख जात्रा सबै हेर्न बेला चाहिँ समावेश हुने। त्यो हुँदाखेरि के भएछ भने एक दिन चाहिँ त्यो नागराजाको आँखामा चाहिँ रानीको चाहिँ धेरै नै आँखा दुखेर निको गर्न नसके।